नमस्कार साथीहरू, आज चाहिँ मैले होममेड फेस प्याक लिइरहेको छु साथीहरू। हाम्रो चाहिँ अब गर्मी समय आएको छ साथीहरू। अब गर्मीमा आएपछि हाम्रो फेसहरू चाहिँ एकदम सेन्सिटिभ हुने चाहिँ पताउने गर्छ साथीहरू है। अनि मैले चाहिँ यो फेस प्याक चाहिँ आफै घरमा बनाएको है साथीहरू, आफ्नै घरमा भएको सामानबाट बनाएको हो। यो चाहिँ मैले आधी घन्टा भिजाएर बोइल गरेर काँचो काँचो हुने गरी बोइल गरेर मैले चाहिँ मिक्सरमा पिसेर बनाएको साथीहरू यो चामल चाहिँ। अनि यो मैले चामलमा चाहिँ हनी अनि काँचो दुध लाएर मिसाएको छु ल साथीहरू। यो चाहिँ हामीले प्रायः जसो मान्छेहरूले अहिले कोरियन मास्क भन्दै राइस मास्क लाउँदै हुनुहुन्छ नि त साथीहरू। हामीले चाहिँ किन त्यसरी किनेर खर्च गरेर लाउने होइन साथीहरू, हामीले त्यसरी नै घरमा फेस मास्क बनाएर चाहिँ लाउन सकिने रहेछ। मैले पनि यो फर्स्ट टाइम लगाएको यो फेस मास्क चाहिँ है, हजुरहरूलाई कस्तो लाग्छ, हजुरहरूलाई पनि राम्रो लाग्छ भने मैले त्यसरी नै बनाएर लाउन सक्ने हुनेछ है। अनि यो चाहिँ मैले लाएर 10-15 मिनट जति सुकाएर चाहिँ मैले यो मुख धोएँ है साथीहरू। अनि यो लगाएपछि चाहिँ हाम्रो फेस चाहिँ एकदम नरम हुने, एकदम ड्राई फेसलाई चाहिँ एकदम राम्रो गर्ने रहेछ, एकदम नरम हुने रहेछ साथीहरू। अनि हामीले चाहिँ हाम्रो फेसलाई चाहिँ एकदम ध्यान दिनुपर्छ, किनभने हामीले फेसलाई केयर गरेनौँ भने एकदम पोतो आउने, सेन्सिटिभ हुने, छाला बिग्रिने हुन्छ। त्यही भएर हामीले चाहिँ त्यसरी नै घरमै भएको सामानबाट फेस प्याकहरू बनाएर लाउन सकिने छ साथीहरू। सो हजुरलाई मनपर्छ भने चाहिँ यसरी नै लाउनुहोस् है। अनि मैले चाहिँ यसरी लगाइसकेँ। अनि त्यसपछि मैले चाहिँ त्यसपछि दिनेशले नि म पनि लाउँछु भन्दै भन्नुभयो होइन साथीहरू। अनि मैले चाहिँ फेसमा जे लगाएँ त्यही लाउँछु भन्नुहुन्छ क्या मेरो बुढाले चाहिँ। मेरो बुढा चाहिँ खोइ केटाकेटी भन्नु कि बुढो मान्छे भन्नु, म पनि लाउँछु भन्नुहुन्छ। अनि मैले पनि बुढोलाई लगाइदिएँ फेस प्याक होइन। अनि मैले चाहिँ मुख धोइरहेको साथीहरू। सो मुख धोइरहेपछि त्यस्तो देखेको छ मेरो फेस। अनि मैले चाहिँ सेटाफिलको मोइस्चराइजर लाउने गर्छु साथीहरू। सो हजुरलाई देखाउने छु ल। अनि यो सेटाफिलको मोइस्चराइजर पनि ड्राई स्किनकै लागि हो है साथीहरू। यो चाहिँ ड्राई स्किनको लागि चाहिँ एकदम राम्रो हुने रहेछ। मैले पनि यो सेटाफिलको मोइस्चराइजर चाहिँ 2 मन्थ जति भयो लगाएको है। अनि यो चाहिँ मेरो फेसलाई चाहिँ एकदम राम्रो गर्दैछ, यसले चाहिँ पोतो आउनुबाट जोड्छ साथीहरू। अनि हेर्नु सक्नुहुनेछ यतिको भइसकेको छ मोइस्चराइजर लगाएर चाहिँ। अनि म चाहिँ सनस्क्रिन देशी .NK को युज गर्न थालेको छु भर्खर साथीहरू। यो पनि मैले 1 मन्थ जति भयो है। अनि यो युज गरेको चाहिँ यो चाहिँ टिन्टेडमा हो साथीहरू। यो लगाएपछि चाहिँ हामीले फाउन्डेसन नलाउँदा पनि हुन्छ, यो चाहिँ फाउन्डेसन कलरमै हो है। अनि यो पनि ड्राई स्किनकै लागि हो। यो .NK पनि यो सनस्क्रिन पनि हजुरहरूको फेसको कसको ड्राई छ यो सनस्क्रिन यो मोइस्चराइजर लाउनु होला, एकदमै नरम राम्रो गर्दछ साथीहरू। अनि देखिसक्नु भयो होला यतिको ग्लोइङ आउँछ यो लगाइसकेपछि है। अनि हामीले त्यो सनस्क्रिन दिनमा 3 चोटि लाउनुपर्छ साथीहरू। बिहान मुख धोएपछि 7-8 बजीतिर, अनि दिउँसो 12-1 बजीतिर। अनि हामीले चाहिँ त्यहाँदेखि 3 बजीतिर लाउनुपर्छ है। हामीले त यो जति दिनमा 3 चोटि जति डेली लाइन त्यति फेस राम्रो हुने रहेछ साथीहरू। मैले पनि भर्खर युज गर्न थालेको यो सनस्क्रिन मेरो फेसमा चाहिँ एकदम सुट गरेको छ र मलाई राम्रो पनि लागेको छ। सो हजुरहरूलाई पनि राम्रो लाग्छ भने किनेर लाउन सक्नुहुनेछ। सो आजलाई यति नै, बाई बाई साथीहरू।